Let's go. लो अब फेरि धेरै दिनपछि एउटा नयाँ ब्लगमा स्वागत छ सबै साथीहरूलाई। आज छुट्टीको दिन आयो, दुईजना अब टु ब्रदर्स हल्का घुम्नु जाने भनेर प्लान गरेको। अनि अरू सबैजना सन्चै हुन पनि आशा गर्दैछु। आजको ब्लग चाहिँ अब हल्का त्यति पनि होइन, यता घुम्नु जाने एकछिन घुम्नु जाने मतलब हल्का यो भाइको केही सपिङ गर्नु छ अरे, त्यसकै लागि जाने भनेर लेखेको। अब हामी अब जानु लागेको के भन्छ यता मोबाइलमा के लिने अरे? माछाको सामानहरू हो सबै। माछा मार्नु जाने? माछा मार्नु होइन, तालेको माछाको लागि। यताबाट गर त। यो हो नि त पक्का ब्लगर जस्तो लाग्यो है भाइलाई चाहिँ आज। Thank you. हेलमेट बोल्छौ? लगाइसक्यो। सेफ्टी गर्ने अहिले हाइवे पुगेपछि। अहिले त हो सबै एकछिन सुरु भइसक्यो। र अब हाइवेमा बल्ल आइपुग्यो। यो चाहिँ अब बार्खाली ब्रिजको छेउमा हो। बार्खाली भन्ने भएन होइन। धेरै दिनपछि आइपुग्यो रोडमा। यो चाहिँ भाइको काम भएन। भाइले आज मेकअपको सामानहरू किन्ने अरे। यताबाट तल जाँदै। यतैको होइन, अब बेकातिर पछाडि बस्नु पऱ्यो। हजुर। अनि के अरे उताबाट जिस्काउँदैछ भिडियो बनाएको, इन्स्टाग्रामकै रिल्स त बनाता भन्दैछ। भाइको साथीहरू जस्तै भन्नु पर्दा त हामी के अरे डेकोरेटको लाइटहरू चाहिँ किन्नु आएको रहेछ। यही जग्गामा किन्नु आएको छ। ए ऐसा फिस है ना, उसको जो बच्चा होने के टाइम यो चाहिँ अब लिनु आँटेको मतलब एक्वेरियममा माछाको बच्चाहरू खायो भनेर चाहिँ सेपरेट बच्चालाई राख्नुको लागि चाहिँ सामान किन्न आएको छ भाइले। एकै जग्गा राखेर अब सानो बच्चा माछाहरूले चाहिँ अरूले खाइदिँदो रहेछ कि, त्यसको लागि अब एउटा सेपरेट गर्ने बक्स हेर्न लागेको। इधर अपने आप घुसेगा ना इधर बच्चा लोग अंदर चला जाता है, अपने आप हो जाएगा ना? उसका माँ को उठा के उसके अंदर डाल दिया तो जब प्रेग्नेंट रहता है वो नीचे चला जाता है। उसका माँ भी नहीं खा सकता इसके लिए। ओके चाहिए एक लाइट 650 अरे यसको। एक्वेरियममा अब लाइफ प्लान्ट लगाउनु पर्यो भने चाहिँ एमाजोन सोइल भन्ने आउँदो रहेछ। यो लगाएर चाहिँ तपाईँहरूले लाइफ प्लान्ट लगाउन सक्दो रहेछ। यो चाहिँ एमाजोन सोइलहरू यो हाल्नुपर्ने रहेछ। सिंगल कलर है। दुईटाको दाम 650 रहेछ हौ, सस्तै भनौँ न है। दुईटाको अब 650 रहेछ। ल म चाहिँदैन, हाल्दिनँ। माछाको सामानहरू किनिसक्यो, अब किन्यो भाइको मेकअपको सामानको लागि जानु पऱ्यो। मान्छे डिस्काउन्ट भयो। भाइले कम्प्युटर क्लास जोइन गर्ने भनेर हेर्न आएको। त्यसमै हो जग्गाको यसमा त्यो ठाउँमा कम्प्युटर सिक्ने अरे। अब के अरे भाइले के गरेको नि भित्र गएन, क्लासबाट बाहिर देख्थ्यो। अब स्पोकन इङ्ग्लिसको चाहिँ कति अरे 7500 कोर्सको लागि प्लस कम्प्युटर कोर्सको 8000 रुपियाँ पर्ने रहेछ। कोही चाहिँ 15,000 16,000 रुपियाँ जाने भयो अब उसको। अब गोर्खेको घरमा आमा भाषा बोल्छ। जाँदैछु अब सक्यो। भाइको कोर्सको लागि कुरा गरियो, अनि सामान पनि किन्यो। अब रुमलाई राखिदिएछु।